नमस्कार गाइस, फेरि पनि मेरो सोटो ब्लगमा तपाईँलाई वेलकम गर्न चाहन्छु फ्लावरको बारेमा। अस्ति मैले हालेको थिएँ यो भिडियोहरू। अब यो चाहिँ लास्ट हो गाइस। अब 1-1.5 महिना पछाडिदेखि चाहिँ हुँदैन, तर इभिन आइरहेको छ। देख्नु होला। अब यहाँ चाहिँ के छ होइन, मेरो छोरीले मलाई हेल्प गरिरहेको पानी हाल्नु चाहिँ गाइस। त्यसले जहिले बिहान बेलुका उसलाई गर्छु उसको हो, अनि उसले पानी हालिरहन्छ जहिले पनि। हेर्नु होला गाइस, यस्तो छ। ध्यान दिनु सक्नुहुन्छ। अनि यता चाहिँ यस्तो छ गाइस। अनि पर हेर्नुहुन्छ भने यहाँ चाहिँ यस्तो यस्तो छ, यस्तो फुलहरू छ गाइस। यहाँदेखि अर्को लड चाहिँ आउने भनेपछि गाइस यो लडहरू हो होइन गाइस। यस्तो छ। कुन ठाउँबाट हेर्नुहुन्छ गाइस गर्नु होला। तपाईँहरूलाई यसको बिरुवा चाहियो भने एभ्री इयर्स आउने सानसानो वरिपरि हुन्छ भने चाहिँ तपाईँलाई हुन्छ गाइस। अब यहाँ चाहिँ मेन पोइन्ट चाहिँ गाइस, तपाईँहरूलाई म यहाँ देखाउन जान्छु। यो जुन पहिला पिङ्क थियो गाइस, अब फेरि यल्लो भएर आउँछ गाइस। यस्तो भएर आउँछ यसको चाहिँ होइन गाइस। म अचम्मै हुन्छु यो चाहिँ कुरामा, तर आई डोन्ट नो हाउ होइन। तर हेर्नु होला, यो पहिला पिङ्क थियो, अहिले यस्तो गाइस। छोराहरूले यस्तो कुदाइराख्नु भान्जो र छोराले यस्तो छ, सक्नुहुन्छ गाइस। आज चाहिँ मेरो झार काट्ने दिन हो नि त गाइस, बुधबार। सबै धारहरू काटेर फुलहरू गोडेँ, त्यसले गर्दाखेरि गाइस यसलाई मैले अपलोड गरेको गाइस। यो सबै होइन गाइस, फलिसकेपछि फेरि सेकेन्ड लट फुलेपछि म तपाईँहरूलाई देखाउने छु भन्दै अहिलेको लागि चाहिँ बिदा हुन चाहन्छु गाइस। मेरो छोरी हो लगाएर पानी गाइस। थ्याङ्क यू फर वाचिङ मी।